नमस्कार, अपन न्यूजमा स्वागत छ। अब समाचार विस्तारमा। काठमाडौँको कलङ्क स्थित पूर्व उपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली प्रहार भएको घटनामा शङ्कास्पद एक व्यक्तिलाई प्रहरीले 2वटा हतियारसहित पक्राउ गरेको छ। प्रहरीका अनुसार छिमेकी शोभाकर ढकाललाई शिकार खेल्ने प्रयोग हुने 2वटा राइफलसहित मङ्गलबार पक्राउ गरिएको हो। ढकालको घरमा तलासी लिँदा प्रहरले 22 र 12 बोरा राइफलको बरामद गरिएको छ। सोमबार राति शर्माको घरको तेस्रो तल्लाको झ्याललाई लक्षित गर्दै 22 राइफलको 2 mm गोलीले छेडेको थियो। धनुषाको बाढी प्रभावित मुखियापट्टी मुचर्नियामा राहत वितरण गरिएको छ। गाउँपालिकाको वडा नम्बर 1 देखि 6 सम्म बाढी प्रभावित करिब 600 परिवारलाई राहत वितरण गरिएको हो। जिल्ला विपद व्यवस्थापन समितिको अगुवाई र गाउँपालिकाको आयोजनामा प्रतिनिधि सभा सदस्य जुली महतो, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप राज कणेल सहितको टोलीले राहत वितरण गरेका हुन्। सरनिया में जे गोरा के साहब काम करने रहे अभी और प्रत्येक वडाको 100 गरी कुल 600 वडामा 600 घर परिवारलाई राहत वितरण गरिएको छ। चामल, दाल, त्रिपाल सहितका खाद्यान्न र गैर खाद्य सामग्रीहरू राहत स्वरूप वितरण गरिएको छ। गाउँपालिका धनुषामा अति प्रभावित मध्येका एक स्थानीय तह रहेकाले राहत वितरण गरिएको सांसद महतो र प्रजीय कणेलले बताए। 1 लाख रुपया आइए वो हम सब वो जाकर भेंट कर परिवार मृतक परिवार के देव और भी आगामी के दिन में शोकाकुल में हम सब ताली नहीं बजाए, हाथ उठा कर हम सब या मुड़ी हिला कर एक ग्रहण ली कैला कि हम सब बहुत दुख में छी। हमरा सबके देखे छी खेत सब पूरा जे अभी लगभग के समय में रोपक के समय में इहे रोपाई में 1 बरिस के हम सब खैली अपन भंडार कैली। तई समय में वर्ष रोपाइए के समय में शुरू में जे वर्षा से किसान सब मरमाहित भेल तो अई में भी अब केना कल जाए सेहो भी हम सब के की सहयोग करब पड़तै। दुख के घड़ी से राहत के लिए क्राइटेरिया बन गए से क्राइटेरिया के नाम को हम उस सबको बोला कि गर्मी से मुक्त करो। गाउँपालिकामा बाढीबाट 1 जनाको मृत्यु भएकाले मृतक परिवारलाई भेटेर विपद व्यवस्थापन समितिको तर्फबाट थप 1 लाख रुपैयाँ राहत स्वरूप प्रदान समेत गरिएको छ। विपदका बेला राजनीति गर्न नहुने बताउँदै वक्ताहरूले एक भएर विपदको सामना गर्नुपर्ने बताए। राहत वितरणमा गाउँपालिकाका प्रमुख, उपप्रमुख सहित नेकपाका नेता कार्यकर्ताहरूको समेत सक्रिय सहभागिता थियो। प्रदेश 2 का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश 2 मा छुट्टै विपद व्यवस्थापन प्राधिकरण गठन गर्ने घोषणा गर्नुभएको छ। मुख्यमन्त्री राउतले बिरसात, गर्मी र हिउँदोको मौसमको मारमा सबैभन्दा बढी प्रदेश 2 पर्ने गरेको उल्लेख गर्दै ती समस्या समाधान हुने गरी छुट्टै विपद व्यवस्थापन प्राधिकरण गठन गर्ने घोषणा गर्नुभएको हो। मङ्गलबार काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले त्यसका लागि विपद व्यवस्थापन ऐनलाई तत्काल संशोधन गरेर अघि बढ्ने योजना पनि अघि सार्नुभयो। मुख्यमन्त्री राउतले वर्षामा बाढी र डुबान, हिउँदमा चिसो र गर्मीमा हुरी बतास र आगलागीका कारण प्रदेश 2 मा सबैभन्दा बढी जनधनको क्षति हुने भएकाले त्यसलाई नियन्त्रण गर्न प्राधिकरण गठन गरेर अघि बढ्न लागि पनि स्पष्ट पार्नुभयो। मुख्यमन्त्री राउतले सङ्घीय सरकारले नदीहरूको तटबन्ध निर्माणको काममा व्यवस्था गरेका कारण तराईका जिल्लाहरू बाढी र डुबानको मारमा पर्नु परेको पनि स्मरण गराउनुभयो। दुई पार्टीको सरकार छ र दुई पार्टीको सरकार भएपछि अब दुईटै पार्टीले यदि हामी चाहन्छौँ कि समयमा सबै बजेट खर्च होस् भन्दाखेरि ल्याएको हामी विधेयक छ अहिले सदनमा ऐन बनिसकेका छ, त्यो ऐनमा अलि संशोधन गर्ने प्रस्ताव लगेका छौँ र प्रदेश 2 सरकारले एउटा प्राधिकरण गठन गरेर जस्तो कि यहाँ सीओ नियुक्त गरेर एउटा विशेष किसिमको तयारी गरेर अगाडि बढ्छ भन्ने कुरा हामीले भन्दै आएका छौँ र प्रदेश 2 को सरकारले निकट भविष्यमा त्यो गर्छ। किनभने हामीलाई थाहा छ कि बाढी
तपाईको जाडो र गर्मीको मौसममा सबभन्दा बढी तपाईँ आँकडा हेर्ने हो, डेटा हेर्ने हो, तपाईँ रिपोर्टलाई हेर्ने हो, रिकर्डलाई हेर्ने हो भने सबभन्दा बढी प्रभावित हुने प्रदेश 2 नै। चाहे त्यो बर्सातको सिजन हो, चाहे त्यो जाडोको सिजन, मर्ने तपाईँ काउन्ट गर्ने हो भने प्रदेश 2 मै सबभन्दा बढी मर्छ। तपाईँ गर्मीमा टोर्नाडोदेखि लिएर सबभन्दा बढी चाहिँ हावाहुरीबाट घर झर्ने त्यही हुन्छ। त्यसैले मलाई के लाग्छ, यसको चाहिँ व्यापक तयारी गरेर गइएन भने हो आए बाढी आउँछ, सबैलाई थाहा छ के तयारी के छ त। प्रमुख जिल्ला अधिकारीले एक दिन मिटिङ गर्छन् र सिडिओ, आर्मी, पुलिस र त्यो बस्छन् र आएको ठाउँमा त्यो प्रभावित गर्न चाहिँ त्यो उद्धारको लागि गर्छ र अनि त्यो राहतको लागि केही चामल बोरा पुर्याइदिन्छ। त्यति हुँदै आएको, अहिलेसम्म हुँदै आएको यही। मुख्यमन्त्री राउतले सरकारको काम कारबाहीलाई अझै प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। उहाँले तत्काल प्रदेश 2 को सत्ता समीकरण परिवर्तन हुने सम्भावना नरहेको पनि बताउनुभयो। सञ्चार माध्यममा आए जस्तो प्रदेश 2 को सत्ता समीकरण परिवर्तन हुने अवस्था नरहेको उहाँको भनाइ थियो। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी प्रसङ्ग। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको प्रमुख कार्यकारी अधिकृत सीईओ को छनौट आफैले गर्ने भएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थाहरूको सीईओ छनौट राष्ट्र बैंक आफैले गर्ने गरी मौद्रिक नीति तय गरिएको बताउनु भएको हो। उहाँले मङ्गलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा बैंक तथा वित्तीय संस्थाको स्वच्छता लागि भने त्यसका सीईओ को छनौट हस्तक्षेप गर्न लागेको पनि स्पष्ट पार्नुभयो। उहाँले बैंक तथा वित्तीय संस्थाहरूको लगानी उत्पादनमूलक क्षेत्रमा लगाउने कामलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पार्नुभयो। बैंकमा सांसद हृदय त्रिपाठीले बैंकिङ कसुर लागेकाहरूलाई पनि बैंकले सीईओ नियुक्ति गर्दा पनि कारबाही गर्न नसकेको भन्दै नेपाल राष्ट्र बैंकको आलोचना गर्नुभएको थियो। त्यसैगरी सांसद तेजुलाल चौधरीले गैर कृषकहरूलाई कृषि लोन प्रवाह गर्दा पनि नियमन गर्न नसकेको उल्लेख गर्दै नेपाल राष्ट्र बैंकको भूमिकामाथि प्रश्न उठाउनु भएको थियो। उहाँले लोनमा बिचौलियाहरूको प्रवेश निषेध गर्न पनि नेपाल राष्ट्र बैंकलाई सचेत गराउनुभयो। सांसद चौधरीले बैंकहरूले निष्पेष सङ्कलनको नाममा सर्वसाधारणलाई ठगी गरिरहेको आरोप पनि लगाउनुभयो। प्रतिनिधि सभाका सांसदहरूले बाबुआमाको जीवन रहेसम्म सन्तानले उनीहरूको सम्पत्तिमाथि हक दाबी गर्न नपाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। नेकपाकी सांसद बिन्दा पाण्डेले जीवन रहेसम्म बाबुआमाको सम्पत्तिमाथि सन्तानले हक दाबी गर्न नपाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको हो। मङ्गलबार संघीय संसदको महिला तथा सामाजिक समितिको बैठकमा ज्येष्ठ नागरिक सम्बन्धी ऐनलाई व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले सन्तानले हक दाबी गरेर बाबुआमाको सम्पत्ति लिने प्रचलित कानुन व्यवस्था तत्काल हटाउनु पर्ने पनि स्पष्ट पार्नुभयो। उहाँले सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्नो परिश्रमको 10% आफ्ना बाबुआमाको बैंक खातामा जम्मा गरिदिने प्रावधान सबैमा लागू नहुने भएकाले त्यसलाई पनि सो विधेयकबाट हटाउन सरकारलाई सचेत गराउनु भयो। पर्सेन्टेज तोकेर जाने भन्नेमा पुगेको हो भने यसमा 2-3 वटा कुरा चाहिँ मिलाउनु पर्छ यो दफा अन्तर्गतको भन्ने चाहिँ मेरो आग्रह हो। पहिलो कुरो चाहिँ यो दफा 1 मा नै सार्वजनिक पद धारण गरेको व्यक्तिले आफ्नो मासिक पारिश्रमिक भन्ने ठाउँमा प्रत्येक सन्तानले तोकिएको भन्ने हिसाबले जानुपर्छ। जीवन रहेसम्म आमा बाबुको सम्पत्तिमा सन्तानले अंश माग्न पाउने छैन भन्ने कुरालाई क्लियर गरेर जाने हो भनेदेखि चाहिँ धेरै कुरा गर्न सकिन्छ। त्यसले गर्दा नपाउने भन्दा नि कम्तीमा आमा बाबुको जीवन रहेसम्म आफै गरेर खान्छ, छोड्छ, छुट्टै बस्छ भने अर्को कुरा। तर मलाई अंश देऊ, म चाहिँ अंश गरी खान्छु भन्ने खालको कुरो चाहिँ समझदारीमा दिन्छन् अर्को कुरा होला, तर माग गरेर। नेपाली काङ्ग्रेसका सांसद देवेन्द्र राज कौडेलले गरिब ज्येष्ठ नागरिकको सम्पूर्ण जिम्मा लिने गरी सरकारले सबै स्थानीय तहमा अनिवार्य रूपमा वृद्ध सेवा केन्द्र स्थापना गर्नुपर्ने प्रस्ताव अघि सार्नुभयो। उनीहरूको पालन पोषणदेखि औषधि उपचार सहितको व्यवस्था हुने गरी सरकारले सो सेवा केन्द्र स्थापना हुने गरी कानुनी बनाउनु पर्ने उहाँको माग छ। मान्य विनाश श्रेष्ठज्यूलाई प्रत्येक नगरपालिकामा यो वृद्ध आश्रम होइन, वृद्ध सेवा गृहको रूपमा यदि हामीले राख्न सक्यौँ र
कुन किसिमले विभिन्न किसिमले ट्याक्स या करबाट त्यसलाई कसरी सञ्चालन गर्न सकिन्छ। जो त्यहाँ सेवा लिन चाहन्छ जुन वृद्धहरू सम्पन्न परिवारको वृद्ध किन जाने, त्यहाँ जो आर्थिक रूपमा सम्पन्न छन् ऊ किन जान्छ वृद्धाश्रममा, जसले आफ्नो बाबुआमाको टेक केयर गर्छ ऊ किन आफ्नो बाबुआमालाई जान दिन्छ। त्यसकारण जो सक्दैन, जसले सेवा लिन चाहन्छ त्यो त्यस किसिमको संस्थाहरू, त्यस किसिमको यो वृद्ध। नेपाली कांग्रेसका अर्का सांसद दिव्यमणि राज भण्डारीले ज्येष्ठ नागरिकहरूको आवाज सुनवाईका लागि सबै संस्थाहरूमा उनीहरूको अनिवार्य प्रतिनिधित्व हुने गरी कानुनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनुभयो। कांग्रेस सांसद राज भण्डारीले गरिब वृद्धहरूको पालन पोषण जिम्मेवारी सरकारले नै लिने व्यवस्था गर्नुपर्ने पनि बताउनुभयो। नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त अरब इन्भेस्टमेन्ट UAE प्रस्थान गर्नुभएको छ। अध्यक्ष दाहाल मंगलबार बिहान पत्नी सीता, छोरीहरू रेणु दाहाल र गंगा दाहाल सहित UAE प्रस्थान गर्नुभएको हो। लामो समयदेखि बिरामी पत्नी सीताको इच्छामा यो भ्रमण गरिएको उहाँको पारिवारिक स्रोतले जनाएको छ। 5 दिने UAE भ्रमणका क्रममा अध्यक्ष दाहालको कुनै पनि राजनीतिक भेटघाटको कार्यक्रम तय नभएको पनि बताइएको छ। अध्यक्ष दाहालले सोमबार बसेको पार्टी सचिवालय बैठकमा आफ्नो UAE भ्रमणबारे जानकारी गराउनु भएको थियो। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको पनि स्वास्थ्य परीक्षणका लागि आगामी शनिबार सिङ्गापुर जाने कार्यक्रम तय गरिएको छ। अध्यक्षद्वय ओली र दाहाल विदेश भ्रमणमा निस्किने भएपछि पार्टी सचिवालय बैठक पनि 2 हप्तापछि सारिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानी सेनाको एक विमान मंगलबार बिहान रावलीपिण्डीको आवासीय इलाकामा दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा 5 चालक दलसहित 17 को मृत्यु भएको छ। मृतकमध्ये 12 सर्वसाधारण पनि रहेको बताइएको छ भने 12 जना घाइते छन्। प्रशासनको अनुसार आवासीय क्षेत्रमा दुर्घटना भएका कारण थप क्षति भएको बताइएको छ। विमानमा लागेको आगोले थुप्रै घरमा क्षति पुर्याइएको छ। मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। सेनाको अनुसार दुर्घटनामा विमानका 2 पाइलट मारिएका छन्। उता रावलीपिण्डीको अस्पतालमा संकटकालको घोषणा गरिएको छ। पाकिस्तानी सेनाको अनुसार उक्त विमान परीक्षण उडानमा थियो। हस्त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।